जुम्लावासी आमा बुवा दाजुभाइ दिदीबहिनी तथा आउँदै गरेको प्रतिनिधि सभाका उम्मेद्वार आदरणीय काका दाजु र दिदीबहिनीहरुमा नमस्कार प्रणाम। मेरो उम्मेदवारी कुनै दलका विरुद्ध कुनै पार्टीका विरुद्ध र कुनै व्यक्तिका विरुद्धमा होइन। मेरो उम्मेदवारी त केन्द्र सत्ताले सधैँ जुम्लाका प्रतिनिधिलाई सम्झिने र गर्ने दास व्यवहार र दास प्रथाका विरुद्धमा। त्यसैले हामीले एउटै कपमा एउटै टेबलमा बसेर एउटै कपमा चिया खाएर जुम्ली जनताको आशीर्वाद ग्रहण गर्नु नै हाम्रो परम कर्तव्य हो। प्रजातान्त्रिक प्रक्रियालाई अभ्यास गर्दै प्रजातान्त्रिक प्रक्रियालाई अवलम्बन गर्दै चुनावी माहौलमा हुनु र जुम्ले जनताको आशीर्वाद थाप्नु हाम्रो परम कर्तव्य हुनेछ। त्यसैले कुनै दलका विरुद्ध कुनै पार्टीका विरुद्ध र कुनै व्यक्तिका विरुद्धमा भरात्मक प्रचार गलत चरित्र र चरित्रहीन कामहरू गर्नु र गलत प्रचार प्रसार गर्नुले हामी व्यक्तिको मात्र चरित्रमाथि दाग लाग्ने कुरा होइन। यसले संसारभरि छरिएर रहेका नेपालीले जुम्लालाई र जुम्ली जनतालाई हेर्ने दृष्टिकोणमाथि पनि फरक पर्दछ। त्यसैले जुम्लाको मान सम्मान इज्जत प्रतिष्ठा यहाँको खस मस्तो संस्कृति परम्परा र खस सभ्यता चाहिँ जुम्लाको सम्पत्ति हो र त्यो सम्पत्तिलाई बचाउनु र अझै त्यो सम्पत्तिलाई सगरमाथाको शिरभन्दा पनि उच्च रूपमा पुर्याउनु हामी सबैको परम कर्तव्य हो। त्यसैले जुम्लाको भलो सबैको भलो, जुम्लाको भलो सबैको भलो, जुम्लाको भलो भोट हालौं हलो। त्यसैले जुम्लाको भलो भोट हालौं हलो र हलोमा मतदान गर्दिनौँ न र हामीले शान्ति प्रक्रियाको चुनावी अवलम्बन गर्दिन। सबलाई अपील गर्छौं। जय राष्ट्रवाद, जय नेपाल। आम्ने सामने बसेर एउटा कुरा गरौँ है भन्ने हैसियत नराख्नेले गाउँ गाउँमा गएर घन्टी र हलो एउटा नभनिदिनुहोस्। यहाँबाट म सम्पूर्ण जुम्लाका नागरिक साथीभाइ युवाहरू जसले हिजो मात्रै फोन गरेर भन्दै हुनुहुन्थ्यो र के अरे ज्ञानेन्द्र दाईले त यस्तो यस्तो भन्दैछन् अनि त्यो ज्ञानेन्द्र दाई पो रहेछन् त माथि मिल्ने आउन अरे भनेर पुरा फोन आइरहेछ गाउँ गाउँबाट। ती युवासँग माफी माग्नुहोस् र म सम्पूर्णलाई भन्न चाहन्छु यस्तो गलत फेमीमा बस्दै नबस्नुहोस्। अहिले राजनीति गर्ने बेला चुनावको बेलामा गठबन्धन हुन्छ त हामीले गठबन्धन गरेका छैनौँ भने पछि पनि कदापि पनि यो गठबन्धन हुँदैन र अर्को सिद्धान्त मिल्नेसँग गठबन्धन गरिन्छ। यो आकाश पाताल तलमाथि भएको मान्छेसँग चाहिँ गठबन्धन गरिँदैन। हामी संविधान मान्छौँ, संविधानको रक्षा गर्नेमा पर्छौँ। हो संविधानमा कतिपय त्रुटि छन् त्यसलाई पनि हामी परिमार्जन गरौँला, मिलाउनु छ। हाम्रो जेन्जी भाइ अस्ति भर्खर मात्रै पनि हाम्रो शहीद भएका जेन्जी भाइहरूको सपना पनि त्यही नै हो, परिवर्तन गर भनेर हामी गरौँला। त्यसलाई सच्याउने काम चाहिँ हामी गर्छौँ, राष्ट्रपालले त्यो गर्छ। तर आफ्नो संविधान विपरीत जाने कुनै पनि पार्टीसँग हाम्रो तालमेल हुँदैन र यहाँबाट माथि गएर मन्त्री बन्छु भनेर जुन झुट बोल्दै हुनुहुन्छ उहाँ बन्नु हुँदैन। न पहिला बन्नुभयो न अहिले बन्नुभयो। अहिले पनि धोका बक्स्यो यही कुरा सुनेर भोट हाल्ने हो भने अर्कोचोटि पनि देखिया गर्ने दारू पनि हुने ठाउँमा छिन विकास ल्याउन सकिन भन्ने अर्कोचोटि पनि यही आउने हो।